हेलो साथीहरू, गुड मर्निङ। यो बिहानको समयमा म तपाईँहरूलाई आज चाहिँ एउटा यस्तो कुरा देखाउँदैछु जसमा चाहिँ यहाँनिर यो चाहिँ कुखुराको खोर। यो कुखुराको खोरमा चाहिँ तिनवटा ठुल्ठुलो कुखुरा रहेको थियो। तर आज बेलुका 10 बजी राति चाहिँ यहाँ के ल्यायो यो प्लाइवुडहरू यस्तो भइरहेको छ। यहाँ च्यादरहरू यहाँ लडाइदिइरहेको छ अनि यहाँबाट चाहिँ तिनवटा कुखुरा चाहिँ हराइसकेको छ। र तपाईँहरूलाई पनि यो जानकारी, तपाईँले जतिजनाले कुखुरा पाल्नुहुन्छ तपाईँले एकदमै खोर चाहिँ बलियो पारिदिनुहोस्। अनि यहाँनिर कुखुराको मालिक पनि म देखाउँदैछु। यहाँनिर रोइरहेको छ, कुखुरा खाइदियो भनेर चाहिँ रोइरहेको छ। अब यो भिडियो हेरेर दिन्छ होला नि त तँलाई, नरु कि। अब यो कुखुरा चाहिँ अब यो भिडियो जतिजनाले हेर्छ नि अनि उहाँहरूले पनि अब यसो सेयर गरिदिन्छ। अनि यो चाहिँ अब टाढो टाढो पुग्छ भिडियो हो। अनि चाहिँ तेरो कुखुरा चाहिँ हो जताबाट भए पनि अब सानो उयो भए पनि म किनिदिन्छु हो, चल्ला भए पनि चल्ला पार्न ल। यहाँबाट चाहिँ यो घारी गुडिया यस्तो भएर चाहिँ यहाँ नानी चाहिँ यहाँ रुखको छ, बिहानदेखिको रुखको छ। अब यो नानीको रहेछ कुखुरा चाहिँ। अनि यहाँ यसो तपाईँले पनि यसो हेरेर प्रतिक्रिया दिनुहोस्। अनि यो भिडियोलाई तपाईँले जति सक्दो तपाईँले सेयर गरिदिनुहोस् जसमा चाहिँ कुखुरा पाल्ने व्यक्तिहरू, मानवहरू गाउँघरमा निकै छ, उहाँसम्म पुग्न सकेको होस्। हुन्छ, धन्यवाद।